बाई बाई फुल भए सिउरी दिउ कि वाउ। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम टु माई युट्युब च्यानल। दिस इज सरु भण्डारी। अनि आज चाहिँ म खानासाना खाएर यहाँ बाहिर घर बाहिर बसिरहेको छु। अब चाहिँ मेरो खानासाना खाएर भन्दा पनि भाँडा साडा धोएर सबै काम सकेर अब एउटा मात्रै काम छ, चुलो पुत्ने। अनि आज चाहिँ हामी बारीमा के काम गर्छौँ भनेर यस भिडियोमा देखाउँदैछु। एनिवे दिस इज माई फर्स्ट भिडियो अन माई युट्युब च्यानल। हेरेर साथ दिनुहोला। हस्त चुलो पोत्ने काम पनि सके। अनि त्यस पछाडि कित्लीलाई पनि चिच्याट्टै बनाइदिएँ। अनि त्यस पछाडि भनेको चाहिँ अब बाँस बोक्ने काम छ हाम्रो। बाँस बोक्ने काममा जाँदैछौँ। अनि मेरो मम्मीले चाहिँ यहाँ कपालमा मेहन्दी सेन्दी लाएर यसो चिरीच्याटी हुने कोसिस गर्नुभएको रहेछ। मेरो मम्मीलाई पनि देखाइदिन्छु। हाई बाई बाई काम त गर्नै पर्यो, के गर्नु। अनि मम्मीलाई पर्खिँदैछु, बाटोमा बसिरहेको छु। मम्मी गाईगोठ जानुभएको छ, अनि आएपछि जाने। मम्मी के गर्नु? करेला सानो उसिन खाने इस्कुस टुक पुरेछ त अनि यो चाहिँ हाम्रो इस्कुसको झ्याङ गाइस। बच्चा इस्कुस हो, सानो उसिन खाने इस्कुस। कति राम्रो फुल फुलेछ। यो भित्ताभरि फुलेछ नि यस्तो त फुल। हाम्रो बारीभरि बगैँचा बगैँचा, फुलको बगैँचा। ल हेर्नुहोस् त ल। ए फुल भए सिउरी दिउ कि वाउ वाउ। वाउ फुल। अनि म कुनै जोड छैन, कुनै जोड छैन। जाम न जाम। मेरी मम्मी खेतीपातीमा लागि छिन् होइन, लाग्नु भएको छ। चट्ट पिरो अमिलो नुनिलो अचार खानुपर्छ। यो नर्कटहरूमा मल हालेको त यस्तो लागेछ। अब चाहिँ हामी आफ्नो कर्मतिर लाग्छौँ। यति काम छ, यति काम छ, यति काम छ। यी हुन् लोकल कुखुरा। हाम्रो छिमेकी लुङ्गा अङ्कलको प्रगति। लुङ्गा अङ्कलले सुरु गरेछन् कुखुरा फार्म। अनि हामी चाहिँ यहीँ काम गर्नु आएको। यो बाँसती हामीले किनेछौँ। अस्ति पनि यति नै लग्यौँ, अब यति नै लाने हो। रेडी अवस्था
रेडी पकाएर सक्यो छोरीले मलाई रेडी नभएर मलाई पनि पकाइ सकेस त्यति म चाहिँ यति बेला सकेर जाने हो झरो आहा युवाले नि यति बोकेन भने चाहिँ मम्मी म गएँ ल ल ल पुर्याएर आइज छिटो आइज यो सक्नुपर्छ आज मम्मीले यत्रो बोक्नु भयो मैले चाहिँ एकचोटि पुऱ्याएर आइसकेँ घोप्टाउने ठाउँ चाहिँ यहाँ हो अहिलेलाई गल्नुभयो हत्तु भयो जाने बेलामा चाहिँ यस्तो डन भएर गइन्छ होइन भारी बोकेर आउँदा चाहिँ मुसा भएर आउनुपर्छ अनि हो हुन त धेरै टाढा त छैन यहीँ पर त हो अनि इस्कुसको झ्याङ इस्कुस त हाम्रो इलाममा त इस्कुस त जताततै हुन्छ नि त अनि इस्कुसकै मोमो इस्कुसकै सब्जी इस्कुसको अचार वाक्क 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 हुन्छ हामी फेरि के मरेछ त्यति बोक्ने त्यति जाँदै गर्नु म आइहाल्छु अब म बोक्छु Oh my god. Una cosa di dije, "Tú vas a hacer dime." Mira ni malo que. Gitna आएपछि यार सब जिन्दगी खसीको मासुमा पल्किने बाहुनीतिर ढल्किने खसीको मासुमा पल्किने बाहुनी ढल्किने छेत्रीने बाहुनी ढल्किने बिस्ताल पानी पर्यो त नि पानी पर्दा छुट्टी मिठो सपना जस्तै तिमी यस्तो फोटो निकाल बोक्यो अझै पनि सकेको छैन हाम्रो त यत्रो छ यत्रो यहाँ चाहिँ हाम्रो लुङ्गा अङ्कल हुनुहुन्छ है अङ्कल हेलो भन्नु नि त कुखुरा पालन छ अङ्कलको एकदम धेरै व्यवस्थित तरिकाले बल्ल बल्ल अब चाहिँ एकचोटि लाँदा सकिन्छ थोरै थियो त अनि एकदमै धेरै थाक्यो मम्मी पनि एकदम थाकेको अवस्थामा हुनुहुन्छ यहाँ कतिको थाक्नु भयो थाक्यो नि हो पित्तु भएको छ पित्तु गलेर अनि यो चाहिँ मेरो गाउँ कस्तो क्युट छ
कस्तो राम्रो छ घाम लागेको बेला चाहिँ, तर अहिले चाहिँ यो हुसु लागिरहेछ नि त, त्यसैले खासै राम्रो देखिँदैन नि त। अब चाहिँ हामी घर जाने हो। अब चाहिँ हाम्रो अलमोस्ट काम सकिएको छ, अनि अब चाहिँ हामी नुहाउने ओर्ने, अनि त्यस पछाडि गल्यो। एकदमै धेरै थाकेको छौँ दुईजना, मम्मी म। अनि अब यस्तै भिडियो फेरि पनि लिएर आउनेछौँ। थ्याङ्क यू फर वाचिङ। मम्मी के भन्नु चाहनुहुन्छ? अब यो भिडियो हाम्रो हेरेर हाम्रो कमेन्टहरू गरिदिनुहोस्। अब हामी पनि छुट्टी गर्दैछौँ आजलाई। छुट्टी गर्दैछौँ हामी चाहिँ। यदि हाम्रो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। त भन्दिनँ, अब बिस्तारै आउँछ हाम्रो पनि भिडियो, हाम्रो नयाँ भिडियो हो नि त। मन पर्यो भने लाइक गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।